गरी आफैले समय आज यस गरिमाको सदनमा 5 मिनट यहाँ उभिएर उहाँहरूको सम्झनामा मौन धारण गर्नेछौँ। म समय सुरु भन्दैछु र साथीलाई उठ्न पनि अनुरोध गर्दछु। र यो सभामुखले सञ्चालन गर्दै गर्दा सभामुखको तर्फबाट नभई सदस्यहरूले हलबाट आफ्नै विवेकले सभा सञ्चालन गर्ने गरी आफैले समय तोकेर जुन किसिमको प्रयास आज गर्नुभयो यो सभामाथि अपमान भएको देखिन्छ र आगामी दिनमा मान्य सदस्यहरूलाई यस विषयमा म ध्यान आकृष्ट गराउन चाहन्छु। प्रजातन्त्र तथा नागरिक सर्वोच्चताका लागि भएका विभिन्न क्रान्ति, विभिन्न आन्दोलनका शहीदहरू तथा सुशासन र जवाफदेहिताका लागि भएको जेएनजी विद्रोहका शहीदहरूप्रति हामी सम्झन चाहन्छौँ। सम्मान प्रकट गर्दै हामी नेपाली काङ्ग्रेसका प्रतिनिधि सभाका सदस्यहरू आज यस गरिमाको सदनमा 5 मिनट यहाँ उभिएर उहाँहरूको सम्झनामा मौन धारण गर्नेछौँ। म समय सुरु भन्दैछु र साथीलाई उठ्न पनि अनुरोध गर्दछु। समय सुरु। प्रतिनिधि सभाको एउटा सम्मानित सभा जुन सभामुखले चलाउने हामी सबैले नियमावलीमा स्पष्ट पारेका छौँ र प्रतिनिधि सभाको सभामुखले सभा चलाइरहेको बेला फरक विषयमा आफ्नो विषयवस्तु राख्ने गरी समय माग्नुभयो र समय सभामुखले दिइसके पछाडि हामी सबै सदस्यहरू आफ्नो ज्यान आहुति दिनुहुने तमाम शहीदहरूप्रति हामी सधैँ सम्मान गरिरहेका छौँ र गरि पनि रहनेछौँ। सँगसँगै त्यही शहीदहरू र ती शहीदहरूका परिवारले एउटा उच्च सभा, प्रतिनिधि सभाको परिकल्पना गरेर प्रतिनिधिहरूलाई निर्वाचित गराएर पठाएको यो सभा र यो सभामुखले सञ्चालन गर्दै गर्दा सभामुखको तर्फबाट नभई सदस्यहरूले हलबाट आफ्नै विवेकले सभा सञ्चालन गर्ने गरी आफैले समय तोकेर जुन किसिमको प्रयास आज गर्नुभयो यो सभामाथि अपमान भएको देखिन्छ र आगामी दिनमा मान्य सदस्यहरूलाई यस विषयमा म ध्यान आकृष्ट गराउन चाहन्छु। सभा जस्तै गरी सञ्चालन गर्नको लागि मान्य सदस्यहरूले सहयोग गर्नलाई म सदस्यहरूलाई ध्यानाकर्षण गराउँछु। मैले मान्य सदस्य खुशबु ओलीलाई आज यस गरिमाको सदनमा 5 मिनट यहाँ